नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को रोमाञ्चक प्रतिस्पर्धा समाप्त भई लुम्बिनी लायन्सले विजेता ट्रफी उठाएको थियो। प्रतियोगिताको फाइनल खेल 13 डिसेम्बर 2082 का दिन त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको थियो, जहाँ लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई 6 विकेटले पराजित गर्दै पहिलो पटक एनपिएल सिजन 2 को विजेता बन्न सफल भएको थियो। फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्दै 85 रनमा सबै विकेट गुमाएको थियो, जसलाई लुम्बिनी लायन्सले सजिलै 9 ओभरमा 86 रनमा पुरा गर्दै ट्रफी जितेको थियो। लायन्सका लागि दिनेश अधिकारीले 13 बलमा 42 रनको विस्फोटक इनिङ खेल्दा कप्तान रोहित पौडेल, निरोसन डिक्वेल लगायतका खेलाडीहरूको योगदान उत्कृष्ट रह्यो। त्यसपछि ट्रफी जितेपछि लुम्बिनी लायन्सले आफ्नो विजय सपरिवार लुम्बिनीका सबै जिल्लाहरूमा परिक्रमा गर्दै जनताको मन जित्न ट्रफी रङ्गनाथ यात्रा गरेको थियो। यसै क्रममा कपिलवस्तुको जितपुर चोक हुँदै विजय ट्रफी लक्ष्मण घाटको विजय गुप्ताको घर वरपर पुगेको समाचार हामीले तपाईहरुमाझ सार्वजनिक गरेका छौं। स्थानीय उत्साहित खेलप्रेमीहरूको भिड तथा बधाई कार्यक्रममा जनताको जोसिलो सहभागिता रहेको थियो। कपिलवस्तुमा ट्रफी प्रदर्शनका बेला स्थानीय बासिन्दाहरूले लायन्सको विजयलाई गर्वपूर्ण रूपमा स्वागत गरेका थिए। साथै ट्रफी यात्राका क्रममा स्थानीय युवा खेलप्रेमी तथा समर्थकहरूको साथले यो उत्साह अझ स्मरणीय बनेको थियो। ट्रफी यात्रा कार्यक्रमले यस वर्षको एनपिएल सिजन 2 को उत्साह र भावनात्मक एकतामा ठूलो भूमिका खेलेको छ, जसले लुम्बिनी क्षेत्रका खेल प्रतिभालाई देशभर चिनाउने मौका पनि दिएको छ। सिजन 2 मा 8 टोलीले प्रतिस्पर्धा गरेका थिए र कुल 32 खेलहरू अन्तर्गत लुम्बिनी लायन्सले शानदार प्रदर्शन गर्यो। सुरुमा उनीहरूको प्रदर्शन मिश्रित रहँदा पछि निरन्तर जितले फाइनलसम्मको यात्रा सजिलो बनायो। लायन्सले प्लेअफ खेलहरूमा पनि काठमाडौँ गोर्खास र विराटनगर किङलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। यो विजयले लुम्बिनीलाई नेपालको क्रिकेट मानव चित्रमा विशेष स्थान दिएको छ र आगामी सिजनमा पनि लुम्बिनी लायन्सलाई उत्कृष्ट प्रदर्शनको अपेक्षा राखिएको छ। लुम्बिनी लायन्सको यो सफलता केवल क्रिकेट जित मात्र नभई समुदाय, क्षेत्र एकता र युवा प्रतिभाको उजागरको रूपमा पनि स्मरण बनाएको छ। ट्रफी यात्रा कपिलवस्तुदेखि लक्ष्मण घाटसम्म पुगेको यस उत्सवले क्रिकेट प्रेमीहरूमा अझ उत्साह र आशा जगाएको छ।